परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ। हामी सबैले पाप गरेका छौँ र पापको कारण हामी परमेश्वरबाट टाढा भएका छौँ। हाम्रो र परमेश्वरको बिचमा जुन सम्बन्ध थियो त्यो पापकै कारणले तोडिएको छ। तर उहाँले आफ्नो एकमात्र पुत्र प्रभु येशू ख्रिस्टलाई हामीलाई बचाउन पठाउनुभयो। प्रभु येशूले हाम्रो निम्ति कल्भरीको क्रुसमा आफ्नो प्राण दिनुभयो। उहाँ मरिनुभयो, उहाँ गाडिनुभयो र मृत्युमाथि विजय प्राप्त गरेर उहाँ तेस्रो दिनमा बौरी उठ्नुभयो। जो कोही उहाँमाथि विश्वास गर्छ त्यो पापबाट मुक्त हुन्छ, अनन्त जीवन पाउँछ र जुन सम्बन्ध परमेश्वरसँगबाट हाम्रो तोडिएको थियो त्यो सम्बन्ध पूर्ण स्थापित हुन्छ। किनभने पवित्र बाइबल यूहन्ना 3:16 भन्दछ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। प्रिय मित्रहरू, यदि तपाईँको जीवनमा तपाईँ आशा चाहनुहुन्छ, यदि तपाईँले आफ्नो पापबाट मुक्त हुन चाहनुहुन्छ र अनन्तको जीवन चाहनुहुन्छ भने आज तपाईँको निम्ति एउटा रोजाइ छ, तपाईँको निम्ति एउटा बाटो छ। त्यो बाटो हो येशू ख्रिस्ट। किनभने पवित्र बाइबलको अनुसार प्रेरित 4:12 भनिएको छ, अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउन स्वर्गमुनि मानिसहरूको बिचमा अर्को कुनै नाउँ दिएको छैन। त्यसैले हाम्रो निम्ति उद्धारको निम्ति एउटै बाटो छ। परमेश्वरले तपाईँ सबैलाई आशिष दिनुभएको होस्। आमेन।